ल मैले हैन कुकुरलाई बोलाएको यो पो त आयो घर जा घर जा घर जा जा घर जा नाइ जा 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 हेर्नु न मेरो पछि हिँडेको मेरो पछि जा हे गाइस गुड मर्निङ अनि वेलकम ब्याक टु अनदर ब्लग चाहिँ 5 बजेको छ के एकदम सबेरै छ अहिले चाहिँ म कता हिँडेको भन्दा जम्मा मैले 5-10 मिनट जति मर्निङ एक्सर्साइज गर्छु डे 1 च्यालेन्ज चाहिँ मैले कम्प्लिट गरेको छु मलाई खासै आइडिया छैन हैन के एक्सर्साइज गर्ने हैन कति एक्सर्साइज गर्ने भनेर हैन भोलि चाहिँ म हैन गुगल गर्छु र हैन भोलि यहाँदेखि यहाँसम्मको एक्सर्साइज हेर्छु अनि कर्मश गर्छु कि अनि अहिलेलाई चाहिँ म कतिर लाग्नुपर्छ गाउँघरमा फेरि हैन बिहान यस्तो हो कि हेर्नु न उहाँ देख्नुभयो नि बिहान नै छ हैन घाँस काट्न जानु भइसक्यो कि उहाँनिरको बाजे बिहान यहाँ एक्सर्साइजै गर्नु पर्दैन गाउँघरको मान्छेलाई फेरि अघि फेरि हैन यिनीहरू मसित जाँदै गएन कि मर्निङ वाकमा बाफेर भर्खर उठेर यहाँ मेडिटेसन गर्नु भएको छ अनि हाम्रो यो होइन अघि पछि गएको त्यो अहिले त नानीहरूलाई खेलाएर रहेछ जम्माथि यो बच्चाहरू माथि जान्न भनेर होइन बाला फेरि यस्तो टेका उस बनाइनु भएको क्या अनि अहिले चाहिँ नास्ता खाने टाइम नास्तामा छ चना अहिले चाहिँ म बारीमा आइसकेको छु इष्टमित्रहरू बारीमा चाहिँ किन आएको भन्दा फिनिस भइसकेको छ मैले यस्तो बनाइदिइसकेँ अनि यो काँक्रालाई फेरि यस्तो लाइदिनु पर्ने हुन्छ कि यो होइन माथि यस्तोमा गएर यहाँ काँक्रा फल्छ कि यस्तो मित्रहरू बारीमा काम गर्न कति गाह्रो हुन्छ होइन यसलाई यहीँ गाडिन यति ल आमाले चाहिँ मलाई होइन आइडिया दिनुभएको छ कि आमाकै अनुसार गर्नुपर्ने हुन्छ मैले फेरि अब यो क्यान्सल भयो कि यता नरोप्ने र किनकि होइन यहाँ यस्तो उसहरू छ कि मैले फेरि होइन यिनीहरूलाई यसलाई होइन यहाँबाट यसो लैदिनु पर्ने हुन्छ कि यति तारिनु पर्ने हुन्छ अहिले फेरि म होइन छिमेकी बजै घर है यहाँ फेरि कोही हुनुहुन्न कि सबै मेलामा जानु भएको छ के भन्नु आएको यहाँ हो बजै म पटना लग्छु है पटना लगेँ है बजै फेरि कडा हुनुहुन्छ कि एक्लै बिचरा एक्लै हुनु भएको घर कोही छैन सब मेलापात जानु भएको क्या गाउँघरमा अहिले फेरि मेलापातको सिजन छ कि यस्तो मित्रहरू ल म यहाँ टिप्छु बजै गाउँघरमा फेरि के हुन्छ भन्दा होइन मैले टिपिसकेको छु यति मागे पाइन्छ कि त्यो चिज पनि होइन कसैकोमा केही छ भने होइन होइन बाँडेर खाने कल्चर छ कि गाउँघरमा चाहिँ होइन मलाई चाहिँ त्यो एकदम राम्रो लाग्छ कि होइन कुनै चिज होइन फलेछ नि केही चिज भएको छ नि घरमा त्यो चिज होइन माग्ने भने दिन्छन् कि जस्तो नि गाउँघरमा ल बजै बस्नु है अहिले चाहिँ म घर आइसकेको छु अनि यसलाई पखालेर आमालाई दिनुपर्ने हुन्छ कि अचार बनाउनुहुन्छ आमाले आमाको प्लान चेन्ज भएछ फेरि मलाई बना भन्नुभयो कि यता खाना चाहिँ रेडी गर्नु भएको छ म चाहिँ अचार बनाउँछु अब अचार पनि रेडी भइसक्यो अब चाहिँ हाम्रो लन्च टाइम है त मलाई लास्टै भोक लागेको छ म लन्च गरेँ है त दाल भात हरियो
मैले त खाइसकेँ होइन। हाम्रो कुकुरहरू फेरि खानाको वेटिङमा छ कि लास्टै भोका जस्तो छ। बाको काम फेरि यस्तो हुँदैछ क्या त अहिले फेरि होइन हाम्रो घरमा को आउनु भएको छ भन्दा मैले यो लयर दिनुपर्ने हुन्छ उहाँलाई। ल मैले बुझिनँ है उहाँ बोले रेडी ए हजुर हजुर आज बसमा आउनु भएको गाउँभरि डुल्नुहुन्छ हजुर घर इन्डिया है अघि गएर बस्छु भनेर गइसक्नु भयो कि अगोरी बाबा आएछ कि उहाँ फेरि अगोरी बाबा भन्नुभएको थियो अहिले चाहिँ होइन 10:30 भइसकेको छ। यो फेरि तल गाउँबाट बल्ल आएर रहेछ क्या तल गाउँमा गएको थियो यो बल्ल आएछ यो एक्लै राति आएर चाहिँ भोका हाल भनेर भात दिएँ। अनि आजको भ्लग चाहिँ यही नै थियो। थ्याङ्क्स फर वाचिङ माई भ्लग। बाई बाई गुड नाइट।